कोरियन युट्युब च्यानल हेर्दै गर्नुहुने तपाईहरु सबैलाई स्वागत गर्दछु। सदा जस्तै आज पनि हामी कोरियन भाषा किताबको युनिट 40 को सबै मिनिङहरु पढ्न गइरहेका छौं। क्लासमा चाहिँ किताबमा चाहिँ यो च्याप्टर खासै भनेको छैन, तर मिनिङहरु पढ्न जरुरी हुन्छ। आजको च्याप्टर रहेको छ फुल्खे खामल नुकेट थामेन खुगन संहार रोङ इ एयो भन्ने च्याप्टर रहेको छ। असहज महसुस भयो भने त्यो चाहिँ यौन दुर्व्यवहार हो भन्ने च्याप्टर रहेको छ। 1 नम्बरमा रहेको छ खाइजा। खाइजा भनेको पीडक दोषी। अर्को छ खाम्बोङ। खाम्बोङ भनेको तलब कटुवा। अर्को छ खाङ एन्जा भनेको लेक्चर। अर्को छ खाङ यो आधा भनेको करकाप गर्नु। अर्को छ खाङ उई। खाङ उई भनेको कक्षा। अर्को छ खेनेम। खेनेम भनेको व्याख्या विचार। अर्को पनि छ खेनेम भने अर्को हुँदो रहेछ धारणा। अर्को छ खबुगाम। खबुगाम भनेको घृणा इन्कार इन्सल्ट। अर्को छ खेन्सेक। खेन्सेक भनेको हप्काउने चपार्ने चर्को आवाजले गाली गर्ने। अर्को छ खेङ्गो। खेङ्गो भनेको चेतावनी। अर्को छ खोयुङ साङ भनेको रोजगारी। अर्को छ ख्वाथेरो। ख्वाथेरो भनेको जरिवाना। यसैगरी अर्को रहेको छ खुजे। खुजे भनेको उद्धार। अर्को छ खुम्जी। खुम्जी भनेको निषेध। अर्को छ खिरो खादा भनेको रेकर्ड गर्नु। अर्को छ खिचुहान भनेको आधारित सम्बन्धित। अर्को छ नाम्ने भनेको पुरुष महिला। अर्को छ नोङदाम भनेको ठट्टा जिस्क्याउनु। अर्को छ नुकेत्ता भनेको महसुस हुनु। अर्को छ थाप। थाप भनेको जवाफ। अर्को छ थेपुबुन भनेको अधिकांश धेरै जसो। अर्को छ थेहा। थेहा भनेको व्यवहार। अर्को छ थोदक चक भनेको नैतिक रूपमा। यसैगरी अर्को रहेको छ थोङएङ साङ भनेको भिडियो। अर्को छ मेगे। मेगे भनेको स्रोत। अर्को छ मिङसी जगिन भनेको घृणित प्रकारको। अर्को छ मिङ ए सोनसाङ भनेको अपमान गर्ने। अर्को छ मिन्सा छेगिम भनेको नागरिक दायित्व जिम्मेवारी। अर्को छ फाल्सेङसी भनेको घटना। अर्को छ फाल्सेङ खादा भनेको उत्पन्न हुनु। अर्को छ फोनमेङ भनेको स्पष्ट। अर्को छ फुन्सेक। फुन्सेङ भनेको समस्या विवाद। अर्को छ फुर्ङुल इयु भनेको अनावश्यक कारण। अर्को छ फुरी इगुल छुदा भनेको हानि पुर्याउनु नोक्सान पुर्याउनु। अर्को छ फुल्खेगाम भनेको असहज। अर्को छ फिनान। फिनान भनेको अप्काउने दोष लगाउने। यसैगरी अर्को रहेको छ सागन। सागन भनेको घटना। अर्को छ सासिल। सासिल भनेको सत्य तथ्य वास्तविकता। अर्को छ सापजु भनेको रोजगारदाता। अर्को छ साउई मुन्जे भनेको सामाजिक समस्या समाजको समस्या। अर्को छ साङगुप्चा भनेको सिनियर स्टाफ। साङवा भनेको तलमाथि। अर्को छ साङवाङ भनेको अवस्था। अर्को छ सङबोम छोए भनेको यौन अपराध। अर्को छ सङ्जक भनेको यौनजन्य। अर्को छ सङ्जक खुलबुक काम भनेको यौन सम्बन्धी बाध्यता। अर्को छ सङ्जक खुलयोग काम भनेको लैङ्गिक विभेद वच्याउने। अर्को छ सङ्जक
इन एन अ भनेको यौनजन्य भाषा। अर्को छ सङछुहेङ भनेको यौन दुर्व्यवहार। यसै गरी अर्को रहेको छ सङफोक्रेक भनेको यौन शोषण। अर्को छ सङहुइरोङ भनेको यौन दुर्व्यवहार। अर्को छ सोनहे फेसाङ भनेको क्षतिपूर्ति। अर्को छ सुदान भनेको मध्यम। अर्को छ सुचिसिम भनेको असुरक्षित लज्जाबोध। अर्को छ सिन्गोहादा भनेको उजुरी गर्नु। अर्को छ सिन्छे चपछोक भनेको शारीरिक दुर्व्यवहार। अर्को छ सिल्छेरो भनेको वास्तवमा। अर्को छ सिल्सी भनेको सञ्चालन। अर्को छ सिल्दा भनेको मन नपर्नु। अर्को छ एगी भनेको कुराकानी। अर्को छ अपमो भनेको काम। अर्को छ एङहेङ भनेको प्रभाव। अर्को छ इमिनहादा भनेको संवेदनशील। यसै गरी अर्को रहेको छ एबाङ भनेको रोकथाम। अर्को छ वेहादा भनेको गलत बुझ्नु। अर्को छ युगुहादा भनेको माग गर्नु। अर्को छ युछङहादा भनेको अनुरोध गर्नु। अर्को छ ओनहादा भनेको चाहनु। अर्को छ ओमदाम फेसल भनेको अश्लील बनाई बोली। अर्को छ उमरान मोल भनेको अश्लील दृश्य। अर्को छ उइदो भनेको विचार आशय। अर्को छ उइसारुल फ्युफेनहादा भनेको विचार अभिव्यक्ति गर्नु। अर्को इअजिदा भनेको उन्मुख हुनु। अर्को छ छायुल छखेगेल भनेको स्वतन्त्र समाधान। अर्को छ छङजिक भनेको रोक्नु। यसै गरी आजको च्याप्टरको लास्ट मिनिङ रहेको छ छेङ्गो भनेको चेतावनी। अर्को छ छोसिम हादा भनेको होसियार गर्नु। आजको च्याप्टर हामीले युनिट 40 को सबै मिनिङहरू पढ्यौँ। यसै गरी कोरियन भाषा सम्बन्धी थप जानकारी जान्न चाहनुहुन्छ भने यस च्यानललाई सब्स्क्राइब लाइक साथै कमेन्ट पनि गरिदिनु होला। हस्, थ्याङ्क यू।